नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ आजको भिडियोमा। तपाईँ सिभिल इन्जिनियर हुनुहुन्छ भने म तपाईलाई सिधै एउटा कुरा भन्न चाहन्छु। अहिलेको नेपालमा सफ्टवेयर नजानेको इन्जिनियरलाई जब पाउन धेरै गाह्रो छ। अब म तपाईलाई छोटकरीमा एक्सप्लेन गर्छु कुन कुन सफ्टवेयरहरू सिक्दा त राम्रो हुन्छ र अनिवार्य जान्नुपर्छ तपाईले। सबैभन्दा पहिलो सफ्टवेयर हो अटोक्याड। यो बिना ड्रइङ नै हुँदैन। यो सब हामीलाई थाहा नै छ किनभने हामीले कलेज लेभलमै पढेको हुन्छौँ अटोक्याड र हामीले सिकेको पनि हुन्छौँ। यो बेस नै हो सफ्टवेयरहरूको। त्यसपछि छ इट्याब्स र स्याप 2000। यसमा के हुन्छ भने स्ट्रक्चर एनालाइसिस र डिजाइनको लागि धेरै नै फेमस छ यो र खास गरी अर्थक्वेक लोड क्याल्कुलेट गर्नको लागि। त्यसपछि रोड र ल्यान्ड डेभलपमेन्टको काममा सिभिल 3D धेरै प्रयोग हुन्छ। त्यही भएर तपाईले सिभिल 3D पनि सिक्नु आवश्यक हुन्छ। अनि अर्को छ एक्सेल, जुनले धेरैले अन्डर एस्टिमेट गरेर हुन्छ एक्सेललाई। तर एक्सेल सिभिल इन्जिनियरिङ फिल्डमा यति महत्त्वपूर्ण छ कि कुरै छोडिदिनुस्। तर त्यसमा के हुन्छ भने एक्सेलमा हामीले बिओक्यू, इस्टिमेसन, कस्टिङ जस्ता सबै कार्य हामीले एक्सेलबाट नै गर्नुपर्छ। त्यसैले एडभान्स लेभलमा हामीले एक्सेल चाहिँ सिक्न जरुरी हुन्छ र आवश्यक पनि छ। अर्को सफ्टवेयर कुरो गर्दाखेरि 3D डिजाइन र क्लाइन्ट रिप्रेजेन्टेसनको लागि स्केचअप, रिभिट तपाईले सिक्नुपर्छ। र प्रोजेक्ट प्लानिङ र सेड्युलिङ गर्न प्राइमाभेरा P6 र MS प्रोजेक्ट प्रयोग हुन्छ। यो पनि तपाईले सिक्दा एकदम राम्रो हो हैन। अनि यदि तपाई एडभान्समा जान चाहनुहुन्छ भने अन्तिम सफ्टवेयर पनि हो एउटा सोल एनालाइसिस र स्लोप स्टेबिलिटीको लागि जियो स्टुडियो पनि तपाईले सिक्न सक्नुहुन्छ। यो खासमा जियो टेक्निकल इन्जिनियरहरूले सिकिरा पनि हुन्छन् हैन। अब यी कुराहरू तपाईले यी सफ्टवेयरहरू तपाईले सिक्नुभयो भने तपाईलाई एकदम बेस्ट नै हुनेछ। मेरो सजेसनमा के छ भने यी मध्ये कम्तीमा तपाईले 3-4 वटा सफ्टवेयर राम्रोसँग सिक्नुभयो भने तपाईको क्यारियर नै धेरै स्ट्रङ हुन्छ होला हैन। र हुन्छ पनि। नेपालमा तपाईले कहीँ पनि बसेर कुनै पनि कन्सल्टेन्सीमा काम गरेर तपाईले राम्रो इन्कम गर्न सक्नुहुन्छ, राम्रो स्यालेरी पाउन सक्नुहुन्छ भनेर मेरो आशा छ। र यदि यो भिडियो राम्रो लाग्यो भने भिडियो सेभ गर्नु होला र साथीहरूलाई पनि रेकमेन्ड गर्नु होला र तपाईले आजदेखि सुरु गर्दा हुन्छ सिक्नको लागि। थ्यांक यू, धन्यवाद।